हजुर अब यता म चाहिँ नेपालीले बोल्छु अब बुझ्छन् कि नै अब म अब देखाउँछु है तपाईँहरूलाई ल के चिज हो भन्नुहोस् कि स्वेटर हो यो ए कति रुपियाँको र कति रुपियाँ रुपियाँ कति हो कि रुपियाँ के घट्छ अलिकता गाइस गर्दैन बुझ्यो है नेपाली चाहिँ बुझ्यो यता भाषा बुझ्दो रहेछ अब अरू अन्त जान्छु म है अन्त जान्छु हेर्नु गर्नु होला म नेपाली बोल्छु है जता गए पनि म नेपाली बोल्छु है म नेपाली बोलेर देखाउँछु अब बुझ्छन् बुझ्दैनन् अब हेरौँ ठाउँ चाहिँ भन्यो के अरे अर्को ठाउँ जान्छु म जाँदैछु यता अङ्कल सोध्छु दाजु कति रुपियाँ نصيحة من شخصيتك. 25 रुपियाँ 2500 रुपियाँ घट्छ यसमा مغني تخالف कति हो पैसा टोटल पैसा हजुर 2000 रुपियाँ लाग्छ 2000 रुपियाँ लाग्छ अरे नेपाली एपले बुझ्नु भयो है नेपाली भाषा चाहिँ फेरि अलि बुझिँदै खाने तापनि है चलपल भइरहेको छ अर्को ठाउँ जान्छ है ल म त कसमा जान्छु है त नेपाली बोल्छु कति रुपियाँ हो यो घडी चाहिँ لا كورة دكتور ندرس. कति हो र प्राइस कस्तो राम्रो चल्ने घडी हो कि दुखिने घडी हो